हेलो एभ्रिवान, आज म चाहिँ सब्जीमा पानी हाल्नु अरे भनेर अर्डर आएको छ मेरो चाहिँ। यहाँ हेर्नु सक्नुहुन्छ आलुमा पानी कस्तो देखिन्छ जस्तो देख्नु पनि हेर्दै गर्नु ल। म अब यहाँ पानी लाउँछु आलुमा। के गर्नु साथीहरू, आलुको सब्जी खानु पर्यो नि त, त्यो भएर गर्नु। सब्जीको मालिक आइपुग्नु भयो, मलाई अर्डर दियो। हेलो एभ्रिवान, म चाहिँ अहिले गाई सार्न आएको छु। आलुमा पानी लाउँदै थिएँ, फेरि गाई सार्नु जाउँ भन्नुभयो नि त दिदीले, अनि त्यही भएर म चाहिँ गाई सार्न आएको छु। गाईको चाहिँ भुँडी अघाएको रहेछ हो, दुलाएर खानु गाई दुध खानुपर्छ, भुँडी चाहिँ अघाएकै छैन। अनि त्यही भएर म चाहिँ यो घाँस काट्नु आँटेको साथीहरू। अब भिडियो गर्न त म सक्दिनँ, सबै भिडियोहरू ल्याउनु त म सक्दिनँ, किनभने अब एउटा साथी हुनुपर्छ क्या भिडियो गर्ने पनि, सबै देखाउनु चाहिँ म सक्दिनँ। अब यो घाँस चाहिँ म काट्नुपर्ने हुन्छ साथीहरू। ल अब म काट्छु साथीहरू। यहाँ थोरै एक दुईवटा त काटेँ भेटेको जति, अब म माथि पस्नुपर्ने हुन्छ नि, त्यही भएर छैन साथीहरू। म यहाँ पस्छु, सकेसम्म म भिडियो गर्छु है। हेर्नु यस्तो गएर काट्यो साथीहरू। मैले चाहिँ यहाँ गाई यहाँ तल लानको लागि बाटो बनाउँदैछु। हेर्नु यति साह्रो। अब म कुकुरले काट्छ, के गर्नु, हगाएको छैन गो। यता तल अघि घाँस काटेको नि सबै यता तल झऱ्यो नि त, त्यही भएर यहाँ म बाटो बनाउँछु थोरै। ल मैले चाहिँ बाटो बनाएँ साथीहरू, कम त खतरा छु। ए यसरी चढ्नु पर्यो हुन्छ। अब यहाँ बाटो चाहिँ हेर्नु यति साह्रो काँडा बक्सी काँडाले त कम्ता साह्रो गत्तेन हौ। ल गाईलाई एक्स्ट्रा हाल्नु पर्यो, अब घाँस छ नि त। ल फाइनली मैले बाटो बनाएँ साथीहरू। अब गाई मजाले लगाउनु पर्यो। यो खुट्टामा चाहिँ अघि खुन निकालिदियो यार। यो त गाई अगाएको छैन, उसको बुढी हेर्नु न। गाई गर्नु पालेर मात्रै हुँदैन साथीहरू, खट्नु पनि पर्ने रहेछ यत्तिकै। बाफ्रे यति साह्रो हुन्छ नि। अब यो जानु पो मान्छ कि मान्दैन है। जङ्गल चाहिँ हेर्नु न, बाफ्रे। खेदाउनु नि त्यसलाई, खेदाउनु त आउँछ कि आउँदैन जान्न पछाडिबाट। कम्ता साह्रो छ गाई गोरु पाल्नु साथीहरू। खेदाउनु न, खेदाउनु। आइज कान्छी आइज, कान्छी यो त कस्तो डराएको हौ। रोक्नु है, बल्ल बल्ल आयो हो। आइज आइज कान्छी आइज। कस्तो लाग्यो बल्ल बल्ल बानीमै साथीहरू बाटो बनाएर भने। यस्तो बाटो खनालेर बनायो, गाईहरू त छिर्नै मान्दैन त। यो अडालो छ नि त, यहाँ मान्नै मान्दैन। मलाई चाहिँ काँडाले घोचेर माऱ्यो, अझै सक्स लगाएको थिइनँ। यस्तो गर्मी हो। उफ साथीहरू गलियो, तिर्खा लाग्यो। सुती सुती पानी खाने भयो। दिदीको घरमा खुट्टाको हाड चाहिँ यस्तो भयो साथीहरू, काँडाले कोतारेर यस्तो भयो। कम्ती साह्रो कोतारेन हौ। पानी पनि भर्यो होला साथीहरू, निन्द्रा नै आउँदैछ यार। मैले यहाँ कम्बल सुकाएको छु, यो चाहिँ अब उता लगेर सुकाउनु पर्ने हुन्छ, किनभने चिसो छ नि त। यो घामै लागेको छैन, कम्ता ठुल्ठुलो छैन ल। मलाई तिमी चाहियो।
तिमी चाहियो मलाई यिनीहरूलाई मलाई जिस्काउँदैछ दोकान आएको थिएँ म चाहिँ हेलो एभ्रिवान म चाहिँ घर आएर पनि यहाँ आलुमा पानी लाउन आइसकेँ ल साथीहरू मेरो भिडियो हेर्दै गर्नु होला भन्दै अब म फलमा पानी लाउँछु ल